नमस्कार साथीहरू। आज मिति 2082 साल 2 महिना 15 गते अ, नेपालको वर्तमान अर्थमन्त्रीले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको छ। यसमा समावेश भएका केही मुख्य मुख्य विषयहरूलाई चाहिँ मैले यसमा लिएर उपस्थित भएको छु। अ, भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज बजेट पनि सार्वजनिक भएको छ। यो कुराहरू चाहिँ लिखित विषयगत र वस्तुगत दुवै खालको परीक्षाको लागि एकदमै महत्त्वपूर्ण छ। सरसर्ती केही मुख्य प्रावधानहरू आर्थिक सर्वेक्षणको म सुरु गर्छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला साथीहरू है। आर्थिक सर्वेक्षण 2081-82 भनेर रहेको छ र सरकारले चाहिँ प्रक्षेपण गरेको छ यो 2081 फागुनसम्मको तथ्याङ्कहरू के कस्तो अवस्था छ र अब यो आर्थिक वर्षको अन्त्यसम्म अथवा अबको असारसम्ममा चाहिँ कति के सूचकहरूमा कति कति रहने भन्ने विषयमा चाहिँ प्रक्षेपण गरेको छ। यो विषयहरू चाहिँ मैले यहाँ उठान गरेको छु। अ, त्यसमा चालु आर्थिक वर्षको दर चाहिँ आर्थिक वृद्धि चाहिँ 4.61% रहने अनुमान गरिएको छ। त्यस्तै गरी अर्थतन्त्रको आकार चाहिँ जम्मा 61 खर्ब 7 अर्ब पुग्नेछ। र चालु आर्थिक वर्षमा प्रदेशगत रूपमा हेर्ने हो भने गण्डकीको सबैभन्दा धेरै 5.1% आर्थिक वृद्धि दर रह्यो र रहने रहेको र सुदूरपश्चिमको चाहिँ सबैभन्दा कम 3.32% रहेको प्रदेशगत रूपमा। त्यसै गरी कृषि क्षेत्रको योगदान जिडिपीमा चाहिँ यो आर्थिक वर्षको अन्त्यसम्ममा 25.6%, उद्योगको 12.83% र सेवा क्षेत्रको 62.01% रहने अनुमान गरिएको छ। त्यसै गरी यो आर्थिक वर्षको अन्त्यमा असारसम्ममा प्रति व्यक्ति आय 1517 अर्थात् 1517 अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा 7,98,510 पर्यटक चाहिँ नेपाल भित्रिएका छन्। टोटल पर्यटक भित्रिएका चाहिँ फागुनसम्ममा 7,98,510 पर्यटक चाहिँ नेपाल भित्रिएका छन्। त्यसै गरी 2081 फागुनसम्ममा 20वटा वाणिज्य ब्याङ्क, 17वटा विकास ब्याङ्क, 17 नै वित्त कम्पनी, 52वटा लघु वित्तीय संस्था र लघु वित्तीय संस्था र एक पूर्वाधार विकास ब्याङ्क गरी 107वटा ब्याङ्क तथा वित्तीय संस्था चाहिँ सञ्चालनमा रहेका छन्। फागुनसम्ममा 20वटा वाणिज्य ब्याङ्क, 17वटा विकास ब्याङ्क, 17वटा वित्त कम्पनी, 52वटा लघु वित्त संस्था, त्यसै गरी एउटा पूर्वाधार विकास ब्याङ्क गरी 107वटा ब्याङ्क तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्। त्यस्तै गरी जीवन बिमाको छ 81 फागुनसम्ममा 44.17% जनसङ्ख्यामा चाहिँ जीवन बिमाको पहुँच पुगेको भनिएको छ आर्थिक सर्वेक्षण 81-82 अनुसार। त्यस्तै अर्को छ शिक्षासँग सम्बन्धित शैक्षिक सत्र 2081मा चाहिँ आधारभूत तहसम्मको खुद भर्ना दर 94.1% र माध्यमिक तहको चाहिँ 55.8% रहेको छ। आधारभूत तह भनेको चाहिँ 1देखि 8सम्म हुन्छ भने माध्यमिक तह भनेको चाहिँ 9देखि 12सम्म हुन्छ। 1देखि 8सम्म भनेको खुद भर्ना दर 94.1 र 9देखि 12सम्म भनेको चाहिँ माध्यमिक तहको चाहिँ 55.8% रहेको छ। त्यसै गरी खानेपानी सेवाको पहुँच 2081 फागुनसम्ममा चाहिँ 96.85%, खानेपानीमा चाहिँ टोटल जनसङ्ख्याको 96.85%मा पहुँच पुगेको छ। त्यसै गरी निजामती सेवामा महिला चाहिँ 2081 फागुनसम्ममा तिनै तहमा सङ्घ प्रदेश र स्थानीयमा गरेर टोटल 29.2%को चाहिँ
बाहुल्यता छ भनौँ न। निजामती सेवामा तिनै प्रदेश, सङ्घ प्रदेश र स्थानीय तहमा टोटल महिला चाहिँ कति छन् त भन्दा 29 पोइन्ट, जम्मा जनसङ्ख्या, जम्मा कर्मचारीको 29.2% चाहिँ महिलाहरू हुनुहुन्छ। त्यसै गरी कुटनीतिक सम्बन्ध कायम भएका राष्ट्र चाहिँ फागुनसम्ममा 183वटा रहेका छन्। किरिबाटीसँग सम्बन्ध स्थापना भएसँगै 183वटा रहेका छन्। त्यसै गरी स्वास्थ्य बिमित मध्ये 49.2%ले बिमा सेवा लिएका छन्। स्वास्थ्य बिमा अहिले लागू भइरहेको छ, त्यसमा चाहिँ टोटल बिमित मध्ये 49.2%ले चाहिँ स्वास्थ्य बिमाको सुविधा लिइरहनु भएको छ। त्यस्तै गरी इन्टरनेट ग्राहकको घनत्व चाहिँ 144.23% रहेको छ, इन्टरनेट घनत्व। त्यसै गरी डिजिटल टेलिभिजनको पहुँच 72% जनसङ्ख्यामा रहेको छ। टोटल जनसङ्ख्याको 72%मा डिजिटल टेलिभिजनको पहुँच रहेको छ। र अर्को छ 2081 फागुनसम्ममा कुल जडित क्षमता विद्युत चाहिँ कति छ त भन्दा 2602 मेगावाट रहेको छ। 2602 मेगावाट चाहिँ कुल जडित विद्युत क्षमता रहेको छ, 2602 मेगावाट। त्यस्तै वैकल्पिक ऊर्जासहित विद्युत पहुँच चाहिँ वैकल्पिक ऊर्जा भनेको सौर्य ऊर्जा, वायु ऊर्जा, जियोथर्मल ऊर्जा यी सहितको विद्युत पहुँच चाहिँ कति जनसङ्ख्यामा पुगेको छ भन्दा टोटल जनसङ्ख्याको 99%मा चाहिँ विद्युत पहुँच पुगेको छ। त्यसै गरी 43.38% वन, सघन वन भन्छ, र 2.70 बुट्यान भनेर छ। यो दुइटै गरी जम्मा टोटल भनेको 46.08% चाहिँ टोटल वनले ढाकेको क्षेत्रफल रहेको छ। त्यस्तै अर्को छ 2081 फागुनसम्ममा ब्याङ्क तथा वित्तीय संस्थाको शाखा कति छ त भन्दा 2527 चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरू रहेका छन्। 2527 चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाको शाखा रहेको छ 2081को फागुनसम्ममा। र अर्को छ पर्यटकको औसत बसाइ चाहिँ कति छ त भन्दा 13.3 दिन छ। एक पर्यटक चाहिँ नेपालमा 13.3 दिन चाहिँ बसोबास गर्छ, र प्रति पर्यटक प्रतिदिन औसत खर्च चाहिँ 40.8 अमेरिकी डलर रहेको छ। अमेरिकी डलरमा चाहिँ 40.8 औसत खर्च, र बसाइ चाहिँ 13.3 दिन रहेको छ। फागुनसम्ममा व्यापार घाटा 9 खर्ब 87 अर्ब 39 करोड रहेको छ। त्यसै गरी ऋणको अवस्था पनि हेरौँ। ऋणको अवस्था चाहिँ 13 खर्ब 15 अर्ब 58 करोड आन्तरिक ऋण, र 13 खर्ब नै 60 अर्ब 46 करोड आन्तरिक ऋणभन्दा अलिकति बढी चाहिँ बाह्य ऋण रहेको छ। र जम्मा चाहिँ 26 खर्ब 76 अर्ब 4 करोड चाहिँ सार्वजनिक हाम्रो ऋण पुगेको छ। 26 खर्ब 76 अर्ब 4 करोड चाहिँ पुगेको छ। त्यस्तै अर्को विषय के छ त भन्दा अनुदान सम्बन्धी व्यवस्था। फागुनसम्ममा अनुदान चाहिँ 2 खर्ब 39 अर्ब 76 करोड र राजस्व 85 अर्ब 70 करोड गरी प्रदेश र स्थानीय तहमा 3 खर्ब 25 अर्ब 46 करोड चाहिँ हस्तान्तरण गरिएको छ। साथीहरू, यति जानकारी चाहिँ आर्थिक सर्वेक्षण सम्बन्धी भयो। तपाईँहरूले भिडियो मन पराइदिनु भयो भने म पनि फेरि अलि दिनमा बजेटको र अलिकति समसामयिक विषयवस्तुहरू लिएर फेरि उपस्थित हुनेछु। धन्यवाद।